उहाँ टेलिफोन हुँदैछ। बिहानै मैले एकदमै अशुभ समाचार तपाईले जस्तै सुनि। सामाजिक सञ्जालहरू पुरै विषयलाई लिएर रंगिएको रहेछ। हजुर, पहिला त म 3 छक परे। टेलिभिजनमा कार्यक्रम चलाएर घर पुगेर थकित भएर म सुतिसकेका थिएँ। अवस्था के छ भर्खरै उहाँले भेट्नु भएको छ। You're a good mom, and I know that at times you think, oh, I'm not doing this or I'm not doing that. I think the fact that you worry about being a good mom means that you are, in fact, a good mom. अभी तो हमें सोने चांदी की दीवारों और ख्वाबों की दुनिया से आजादी मिली है। सुबह का सूरज निकलने दो, दुनिया की असलियत, हकीकत की सूरत, इंसानों का असली रंग तो देख लेने दो। उसके बाद तुम भी हो, हम भी हैं, मुलाकातें तो होती रहेंगी। तो बहादुरजी कानूनी कठघरामा उभिनुपर्छ। अहिले उहाँ आकाश पाताल धुई पताल यत्र तत्र सर्वत्र 3 त्रिलोक 14 भुवन जता भए पनि राज्यको सम्पर्कमा आउनुपर्छ। लात्ती घन जेसुकै होस्, उहाँको हातमा हतकडी नलगाए पनि उहाँलाई हात समाएर लगु। आदरणीय दर्शक वृन्दहरू, म पुण्य गौतम, एकबा एमाले जिन्दाबाद। ठिकै छ। पहिला त हामी अर्जुनको विषयवस्तु उठाइरहेका छौं, त्यस विषयमा एकछिनपछि आउँला। तपाईले जो कुरा भन्नुभयो त्यो एकदम सोरे आना सही छ, किनभने यो ज्योतिष शास्त्र सम्बन्धी होइन। अब रवि लामिछानेजी को हो र? कुनै महामानव, आकाशबाट टप्किएको, मंगल ग्रहबाट झरेको सुनको मान्छे त होइन, देवता त होइन। हिजो जनताको मदन भण्डारीले कृष्ण प्रसाद भट्टराईलाई च्यालेन्ज गर्दा पनि मान्छेले ओहो के हुन लाग्यो, अनर्थै भयो, आकाशै खस्छ कि धरती नै फाट्छ कि हाय तोबा टाइपले हाकार गर्थे। तारिफ र कमी कमजोरीहरूको आलोचना भर्सना, त्यो पनि सकारात्मक कोणबाट। हजुर, धन्यवाद, नमस्कार। यो पहिला पनि म माथि सांघातिक आक्रमण भएको थियो केही महिना अगाडि। मनोजजी, तपाईलाई थाहा छ, त्यो घटनाकै एउटा श्रृङ्खलाको रूपमा, कडीको रूपमा धम्क्याउने, तर्स्याउने, केही नगरे पनि मेरो मुखमा बुझो लगाउने। ब्यालेट बक्सबाट समाजवाद तर्फ अगाडि बढ, जनताको सारा समस्याको समाधान गर, गाँस खोसिएका बास उटिएकाहरूको हितको प्रबन्ध गर। 1996 मा तत्कालीन चिनिया कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति कमरेड जियाङ जेमिनको नेपाल भ्रमण भएको थियो र त्यो नेपालको हितमा एकदमै फलदायी पनि भएको थियो। त्यो बीचमा कुनै पनि चिनिया राष्ट्रपतिको भ्रमण भएन। कुनै पनि भन्नाले त्यसपछि अर्को एकजना राष्ट्रपति हुनुभयो, हो जिन्टाओ, उहाँको भिजिट भएन र त्यसपछि एकैचोटि आज सी जिनपिङको भिजिट सम्पन्न भएको छ। दर्ज हुनुभएको महामहिम चिनिया राष्ट्रपति सी जिनपिङ, जो आफै त्यहाँको कम्युनिस्ट पार्टीको महासचिव मात्रै होइन, संविधानमा सी विचारधारालाई औपचारिक रूपमा स्थापित गरिएको छ। पार्टीको एउटा वफादार कार्यकर्ता हुँ, नेकपाको एउटा निष्ठावान सिपाही हुँ, देशभक्त नागरिकको हैसियतले यो देशभक्त समाजवादी सरकार जसको नेतृत्व सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूले गर्नुभएको छ, उहाँको देशभक्तिपूर्ण अडान, उहाँको विचार, उहाँको कार्यशैली, उहाँको भावना चाहना, उहाँले देश र जनताको निम्ति कन्ट्रिब्युसन गर्न जे काम गरिरहनु भएको छ, त्यसमा मुक्त कण्ठले तारिफ गर्नु हामी कार्यकर्ताको एउटा दायित्व पनि हो जस्तो मलाई लाग्छ। मैले आफ्नो पार्टी र नेतृत्वप्रतिको धर्म निर्वाह गरेको हो। तपाईले जहाँसम्म प्रवक्ता भन्नुभयो, कवच कुण्डल लगाएर कर्णले जस्तो मैदानमा ओर्लिनुपर्छ भन्ने पनि जरुरी छैन। अहिले नेपालको राजनीति र मौसमको भरै छैन। अझ वर्षायाममा त अदलीबदली हुन्छ, एकैछिनमा पानी पर्छ, एकैछिनमा घाम लाग्छ। यो फेला पार्नुभयो र आज हामी बातचित गर्छौं। यहाँ मिति तपाईले हेर्न सक्नुहुन्छ। तपाई 48 सालको हो के अरे? 46 सालको कविता म आजको नेता हुँ। निकुरो गुराम हजुर 2048 सालमा जन्मस्थल निजमा थियो। यो भइसकेपछि धेरै धेरै धन्यवाद। सबै भवन्तु सुखिन, सर्वै सन्तु निरामय। उहाँ एउटा विशिष्ट विलक्षण व्यक्तित्व हुनुहुन्छ र शास्त्रमा पारङ्गत हुनुहुन्छ। विचार आफ्नो हुन्छ, दृष्टिकोण आफ्नो हुन्छ, भावना र धारणा आफ्ना हुन्छन्। उहाँले व्याख्या विश्लेषण गर्दै आउनु भएको छ। उहाँको आफ्नै च्यानल छ। मैले आजदेखि सञ्चालन गर्ने स्पेस 4 टेलिभिजनको तातो बहसमा पनि गुरुलाई मैले आमन्त्रण गर्नेछु। धेरै धेरै धन्यवाद। नमस्कार। म बाध्दैछु।
बढी आलोचित गौतम बुद्ध हुनुहुन्थ्यो। उहाँहरूको सपना हुरीले उडाएको छ। जुलियन असान्जे विकिलिक्सको प्रतिवेदन मार्फत सार्वजनिक गरेका छन् कि त्यो सूचना गगन थापाले अमेरिकनहरूलाई सप्लाई गर्थे। नेपालको सत्ता राजनीतिक संयन्त्रमा छिरेपछि तपाईँ सुन हुनुहुन्छ भने नि लसुन बनाइदिन्छ। समस्त साथीहरूलाई दशैंको ढिलै भए पनि हार्दिक मङ्गलमय शुभकामना। दशैंको 3-4 दिन एउटा विशेषता चाहिँ छ, भिडियो चाहिँ पाए जति हेर्नु हुँदो रहेछ। कतिखेर सुत्नुहुन्छ थाहा भएन। मलाई त फोन पनि गर्नुहुन्छ उहाँले बेला बेलामा। समस्त दर्शकहरूलाई मन गर्न चाहन्छु नमस्कार। बडो दुःखदायी घटना हो। झन्डै रातको 3:30-4 बजेतिर यस्तो दुःखद घटना घटेछ। मैले यस्तै 8-9 बजेतिर जानकारी पाएँ। हिजो यही टेलिभिजनमा आएर उहाँले बहस गर्नुभएको थियो, जानकारी गराउनुभयो। हस्पिटलमा माथि जाने पर्मिसन छैन आइसियु कक्षमा। बिहान 1-2 साथीहरूले त भेट्नुभयो। म चाहन्छु उहाँ यति चाँडै भगवानको प्यारो हुनु हुँदैन, उहाँ सही सलामत आउनुपर्छ। तर विषले शरीरमा पुरै असर गरेको देखिन्छ। कति वर्षसम्म यसो भन्नुहुन्छ त्यो हेर्न बाँकी छ। किनभने उहाँ नेकपा एमाले जिन्दाबाद केपी शर्मा ओलीज्यू महान हुनुहुन्छ, राजनेता हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो। बिरदावली गाउनुपर्छ भनेर हनुमान चालिसा जप्नुहुन्थ्यो। आस्था विचार राख्न पाउनुहुन्छ, यो उहाँलाई संविधानले दिएको राइट्स हो। यो संविधान विरुद्ध बोल्न पनि संविधानले अधिकार दिएको छ नि त। फेरि एउटा गजबको विशेषता त्यो छ। गैर संवैधानिक कुरा गर्नुको अर्थ नेपालको सार्वभौमसत्ता, अखण्डता र नेशनल सोभरेनिटी, टेरिटोरियल इन्टिग्रिटी र इन्डिपेन्डेन्सीको बर्खिलाफमा जाने भनेको होइन। तर मौजूदा संविधानको प्रावधानभित्र रहेर आफ्नो अभिव्यक्ति स्वतन्त्रता प्रकट गर्न पाइन्छ। यो पृथ्वीकै एउटा अद्भुत घटना हो जसले उहाँको छोरा बचाउनको निम्ति दिलोजान दिएर खाई नखाई सहयोग गर्यो। म पुण्य गौतमसँग कुबेरको ढुकुटी छैन, म अरबौँपति होइन। आदरणीय दर्शक वृन्दहरू, अभिवादन नमस्कार। म पुण्य गौतम विश्वास यहाँहरूको भव्य सफलताको कामना गर्दछु। इम्पेरियलिजम, हाइएस्ट स्टेज अफ क्यापिटलिजम, 1 स्टेप फरवर्ड 2 स्टेप बैकवर्ड, व्हाट इज टू बी डन लगायत दर्जनौं विश्वविख्यात किताबका लेखक, विश्व क्रान्तिका लेजेन्डरी नायक लेनिनले गोएबल्स प्रोपोगण्डा मार्फत सन् 1917 अक्टोबरमा सम्पन्न बोल्सेविक क्रान्तिलाई बदनाम गर्न खोज्ने जनविरोधीहरूसँग हैरान परेशान भएर कुनै समय भन्नुहुन्थ्यो, यदि प्रतिक्रियावादीहरूको स्वार्थसँग बाजिन्थ्यो भने उनीहरूले ज्यामितिका स्वयं सिद्ध तथ्यहरूको समेत खण्डन गर्दथे भनेर लेनिनले भन्नुभएको थियो। आदरणीय दर्शकवृन्दहरू, यहाँहरूलाई थाहा छ इटालीका तानाशाह बेनिटो मुसोलिनीलाई 11 psychology facts about quiet people. 1. They usually only have 2 to 3 friends. This close-knit circle allows them to maintain deeper and more meaningful